सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु अनदर न्यू भिडियो। अनि आज चाहिँ म चाहिँ होइन पोखरा जाँदैछु, किनभने बाइकलाई चाहिँ सर्भिस गर्न जान लागेको छु। हजुर या पोखरा जान लागेको भा अनि आज चाहिँ म चाहिँ ट्याक्क पोखरा जाँदैछु यो पल्सर N160 लाई सर्भिस गर्न होइन। N160 को सर्भिस कस्टहरू होइन, कति के लाग्छ होइन, के चेन्ज गर्ने सब कुरा आज चाहिँ म भन्छु होइन तपाईहरुलाई चाहिँ के कति लाग्छ। अनि आज यातायातमा पनि जानु छ, बिलबुक पनि लिन जानु छ होइन। अनि ट्याक्क है अनि यताउति सब कुरा भन्छु के कस्तो खर्च आउँदो रहेछ होइन N160 मा। ल अब चाहिँ ट्याक्क बाटोमै भेटौँ है त। ट्याक्क है यता बाँझखेततिर छु, देख्न सक्नुहुन्छ है, बाँझखेततिर छु अहिले चाहिँ म ट्याक्क है। अनि अहिले चाहिँ पोखरा जाँदैछौँ भाइ र म है। पुरै यतातिरको बाटो चाहिँ बनाउन लाएर चाहिँ ध्वस्तै छैन, त्यति साह्रो राम्रो छैन यताको बाटो चाहिँ। डेन्जर उफार्छ यो बाइकले त। है डेन्जर उफार्छ है अफरोडमा त है। रुपेश दास सन्जय ल ल त ल ल ल यस भन्छ। ट्याक्क कलेजको साथी हो क्या मेरो होइन, ट्याक्क मिल्ने साथी होइन, एउटै बेन्चमा बस्ने साथी हो होइन। अरूभन्दा नि यातायात जानु हो, यातायातमा आज 14 दिनपछि बल्ल बिलुगा खायो बाइकको। दिनपछि आएको क्या अरूभन्दा नि यो बाइकको बिल बोकेर आमा त्यत्रो ढिलो यार। मलाई एउटा कुरा मन नपरेको त यो बजाजको चाहिँ मलाई केही सर्भिसहरू केही पनि मन परेको छैन क्या वास्तवमा भन्नु पर्दाखेरि। यो बजाजको सर्भिस चाहिँ लास्ट घटिया हो कि, बजाजको अब यो सर्भिस मात्रै घटिया हो कि पोखरामा मात्रै घटिया हो कि बजाजको सर्भिस नै घटिया हो होइन, त्यो मैले बुझ्नै सकेको छैन कि। बजाजले केही कुरा पनि राम्रोसँग सर्भिस गर्दैन कि मलाई जहाँसम्म लाग्छ कि। भनेको कुरा सेटिस्फ्याक्सनै दिन्न कि यो कस्टमरलाई हुन्छ नि। यो बाइक किन्यो भने चाहिँ यो कस्टमरहरूलाई चाहिँ सेटिस्फ्याक्सन भन्ने कुरा जिरो हुन्छ क्या। यो अहिलेको यो 220 झन् होइन, 220 त यस्तो दामी लेजेन्ड बाइक हो होइन, सबले पनि भन्छ लेजेन्ड बाइक हो। तर योमा अहिले यो नयाँ मोडलको निकालेको नि 2024 मा 24-25 मा निकालेको नि यो 220 यस्तो खोया निकालेको होइन। अहिलेको यो 220 चाहिँ यस्तो कामै नलाग्ने हुन्छ क्या। यस्तो कामै नलाग्ने हुन्छ होइन यो 220 चाहिँ। मेरो त्यो 220 पनि के प्रब्लम आउँछ, के प्रब्लम आउँछ, किनेको 10-15 दिनमै ब्यालेन्सर बडी ब्यालेन्सर के फेर्नु पऱ्यो, के फेर्नु पऱ्यो होइन। अनि 7 दिनमै ब्याट्री फेर्नु पर्ने त्यस्तो प्रब्लमहरू आउँछ कि अहिलेको आयो होइन 220 मा। अनि त्यहाँबाट मेरो मात्रै आएन कि सबै बाइकहरूको आयो कि। कस्तो भन्दाखेरि त्यहाँ आएको थियो 2-3टा कम्पनीमा होइन। अनि त्यो आउने बेलामा चाहिँ अनि त्यहाँनिर त्यो दाइहरूले पनि त्यस्तै भन्थ्यो, मेरो नि भाइ यार किनेको 1 महिना भयो ब्याट्री फेर्नु पऱ्यो भनिदिन्छ है। अब किनेको 1 महिनामा ब्याट्री फेर्नु पऱ्यो भने त आफूलाई नो गुड लाउँछ नि त नयाँ बाइक है, सेकेन्ड ह्यान्ड बाइक किने जस्तै बराबर त हो नि। अनि झन् मेरो बाइकको त झन् पुरै के त्यो यता क्लच कभरको त्यो भागसाग सब फेरेर खोलेर अनि त्यहाँबाट सब ब्यालेन्सर बडी ब्यालेन्सर अनि त्यहाँबाट त्यो भित्र एउटा बेरिङ जस्तो हुँदो रहेछ, बेरिङ सेरिङ सब फेर्नु परेको A to Z फेर्नु पऱ्यो होइन। अनि तर पैसा चाहिँ लागेन, तर कम्पनीले गरिदियो त्यही पनि। अनि नयाँ बाइक किनेपछि चाहिँ अनि आफूलाई मन खत लाउँछ नि त होइन। त्यही भएर पनि मैले त्यो 220 लाई बेचेर चाहिँ अनि यो किनेको होइन, यो N160 किनेको। तर मलाई जहाँसम्म लाग्छ बजाजले चाहिँ यो अलिकति सर्भिसहरूमा चाहिँ अलिकति राम्रो गर्नुपर्छ यार। कस्टमरहरू चाहिँ अलिकति सेटिस्फ्याक्सन चाहिँ कति पनि मिलेको छैन कि मलाई जहाँसम्म लाग्छ होइन। त्यहाँको मैले नि धेरै कस्टमरहरूसँग बुझेँ तर सेटिस्फ्याक्सन भएकै छैन क्या कस्टमरहरू। टिकटकहरूतिर नि होइन यताउति सबमा हेरिरहेको हुन्छु यो डोमिनारहरू यताउतिको सबको प्रब्लम आइरहेको हुन्छ यताउति धेरै जस्तो। अनि त्यो प्रब्लमहरू सल्भ गर्नै सक्दैन क्या बजाजको त्यो कम्पनीले हो कि कम्पनीले सल्भ गर्न नसकेको हो कि अब मेकानिकले सल्भ गर्न नसकेको हो कि के हो क्या। मेरो बाइकको 10 चोटि मध्ये 220 किनेपछि गयो होला सोरुममा होइन।
10 चोटिसम्म नि त्यो मेरो जब बाइक हिट हुन्छ नि तब रेस बढ्थ्यो कि त्यो प्रब्लम मलाई 10 चोटिसम्म जाँदाखेरि नि सल्भ गरेर दिएन कि मलाई त्यो त्यस्तो प्रब्लम के त्यो प्रब्लम अब मेकानिकले हेर्न नजानेको हो कि त्यहाँनिरको अब म्यानेजरहरूले हेर्न नजानेको हो कि सुरुमा त म्यानेजरलाई हेर्न लाउँदो रहेछ होइन म्यानेजरले यो फेर भनेपछि मात्रै फेर्दो रहेछ त्यस्तो हुँदो रहेछ अनि के हो कि बजाजले चाहिँ अलिकति राम्रो सर्भिसै गरेकै होइन जस्तो लाग्छ है फेरि धेरै नराम्रो कुरा भनेको पनि होइन मैले त्यही हो बजाजले चाहिँ अलिकति कस्टमरहरूलाई सेटिस्फ्याक्सन दिन चाहिँ सकेको छैन भन्छु होइन अरूभन्दा नि मेन चाहिँ 220मा के अहिलेको यो नयाँ आँखा नि मोडलको 220 2020मा 24मा यो बाइकहरूमा मलाई जहाँसम्म लाग्छ होइन धेरै एडिसनल फिचरहरू के यो इलेक्ट्रोनिक फिचर्सहरू धेरै बनायो भने पनि मलाई धेरै प्रब्लम आउँछ जस्तो लागिरहेको के त्यही भएर नि होला के त्यस्तो प्रब्लम आएको होइन पहिलाको 220हरूमा केही प्रब्लम आउँथेन मेरो बाइक चाहिँ किनेको त्यो 220 किनेको 3-4 दिनमै स्टार्टै नहुने क्या त्यस्तो मैले 3-4 दिनमा ढकालेर स्टार्ट गरेको क्या त्यो 220 भनेपछि तपाईँहरू आफै बुझ्नु बजाजले तर एउटा कुरामा ख्याल गर्नुपर्छ कि अब कस्टमरहरूलाई चाहिँ कसरी सेटिस्फ्याक्सन दिने भन्ने कुरामा पनि त्यो बजाजले चाहिँ अलिकति ध्यान दिनुपर्छ त्यही नै हो होइन आज चाहिँ अब म सर्भिस गर्न गइरहेको छु यो N160 को होइन अब कति लाग्छ यसको कस्ट यताउति सबै कुरा आज म तपाईँहरूलाई भन्छु होइन के त्यहाँनिर बिल बनाइदिन्छ के अरे सोरुममै सर्भिस गरेपछि के फेऱ्यो केलाई कति प्राइस पऱ्यो सबै कुरा त्यहीँ थालेर हुन्छ अनि आज चाहिँ म तपाईँहरूलाई त्यही नै हो देखाउँछु अनि अब चाहिँ म चाहिँ तपाईँलाई डाइरेक्ट अब उता पोखरा सोरुमतिर नै पुगेर भेट्छु होला है त ल गाइजहरू अहिले चाहिँ ट्याक्क है यता म बाटोतिर छु यता ठ्याक्क यो के भन्छ यार यो ठाउँलाई चितेपानी एरिया भन्छ होला जहाँसम्म लाग्छ मलाई ट्याक्क यहाँ पुलमा छु देख्न सक्नुहुन्छ मेरो बाइक ट्याक्क भाइ छ म र भाइ चाहिँ ट्याक्क आज बाइकलाई चाहिँ सर्भिस गर्न जान लागिरहेको यो बाइकमा चाहिँ आज कति धेरै त आउँदैन होला त्यही 1500सम्म आउला खर्च आए त्यति नै आउला जस्तो लाग्छ मलाई जहाँसम्म है देख्न सक्नुहुन्छ ट्याक्क बाइक चाहिँ यही नै हो मेरो बाइक होइन ट्याक्क गाइजहरू अहिले चाहिँ ट्याक्क म सोरुममा छु है सोरुममा हो यातायात ट्याक्क देख्न सक्नुहुन्छ है दिदी कता हो वहीँ यातायात जानुपर्छ शङ्कर बिका यातायातै पठाइदिनु भयो 112 नम्बर झ्याम्माको त्यही सल्लाह गरेर भेट्नु नम्बर प्लेट बिल बोकेर आएको तयार भएपछि हस् हुन्छ त देख्न सक्नुहुन्छ गाइस ट्याक्टरहरू चाहिँ म है यता है अझ यातायात जानु गर्नुभयो फेरि अहिले ट्याक्क मेरो बाइकको सर्भिस हुँदैछ है देख्न सक्नुहुन्छ ट्याक्क ब्लग बनाउन लागेको के हो फर्स्ट सर्भिसिङमा के ब्लग बनाउन पर्यो अनि पर्दैन फर्स्ट सर्भिसिङमा ब्लग बनाएर काम छैन मेरो बाइकको चाहिँ ट्याक्क फर्स्ट सर्भिसिङ हुँदैछ होइन के चेन्ज हुन्छ यसराज दाइ फर्स्ट सर्भिसिङमा मोबिल चेन्ज हुन्छ मोबिल फिल्टर चेन्ज हुन्छ एयर फिल्टर साफ हुन्छ चेन वेन क्लच सब चेक गर्ने हावा पनि चेक गर्नुपर्छ फाइनली होइन गाइस अहिले चाहिँ ट्याक्क मैले बाइकलाई सर्भिस धरी गरेर भइसकेँ देख्न सक्नुहुन्छ होइन सर्भिस गरेर धरी यता म माथि नदीपुरतिर नदीपुरभन्दा माथि आइपुगेको छु होइन देख्न सक्नुहुन्छ ट्याक्क यहाँनिर हुन्छ सर्भिस गर्ने बेला के चेन्ज भयो कति लाग्यो भन्दा टोटल चाहिँ 1260 रुपियाँ लाग्यो है फर्स्ट सर्भिसिङ गर्ने बेला फर्स्ट सर्भिसिङमा त्यही मोबिल फिल्टर फेरिदियो अन्त मोबिल फिल्टर अनि मोबिल फेरिदियो होइन त्यति मात्रै हो अरू केही गरेन अनि चेनमा चाहिँ हल्का मैले चाहिँ आफ्नै त्यही किनेर हालेको होइन चेन ल्युब भनेको त्यो स्प्रे त्यो किनेर हालेको ट्याक्क फर्स्ट सर्भिसिङमा चाहिँ होइन 1260 रुपियाँ खर्च आयो तर पनि मेरो बाइक चाहिँ कस्तो दामी भइरहेको क्या त्यो फर्स्ट सर्भिसिङ गर्छ बेग्लै पावर आए जस्तो भइरहेको होइन अलि पावर बढे जस्तो भइरहेको क्या मलाई त्यस्तो फिल लाग्यो किन होइन तर पावर डेन्जर बढे जस्तो भइरहेको
दामी पावर चाहिँ बढ्यो जस्तो भएर ट्याक्क आज चाहिँ 1260 रुपियाँ खर्च भयो होइन फर्स्ट सर्भिसिङमा। ट्याक्क यो चाहिँ त्यसमा ट्याक्क मैले आजै यो बिलबुक आउन धरि थियो, बिलबुक धरि ट्याक्क चेन्ज गरेँ है। बिलबुकमा ट्याक्क नम्बर प्लेट धरि चेन्ज भयो होइन, देख्न सक्नुहुन्छ है। ट्याक्क पछाडि धरि चेन्ज भयो। ट्याक्क यहाँ यो चाहिँ बाबाको नाम होइन, बाबाको नाम धरि ट्याक्क लेखिदिएँ चट्ट पारेर है, देख्न सक्नुहुन्छ। त्यही नै हो, अब हामी चाहिँ ट्याक्क घर जान्छौँ है त। अनि घर गएर भेट्छौँ। अनि आजको भिडियो चाहिँ कस्तो लाग्यो ट्याक्क भनिदिनु होला, कमेन्ट गरिदिनु होला होइन। पल्सर N160 को सर्भिसिङ भिडियो होइन यो चाहिँ। त्यसै खासै भिडियो बनाउन त पाइनँ, त्यहाँनिर देखिन्छ हतार भएर होइन। सर्भिस गरेको भिडियोहरू खासै मैले बनाउनै पाइनँ कि, धेरै हतार यता र उता यो यातायात जानको कारणले गर्दाखेरि अनि खासै यता भिडियो बनाउन पाइएन क्या, त्यही भएर चाहिँ त्यस्तै भयो। अब अर्कोचोटि सेकेन्ड सर्भिसिङमा चाहिँ अलिक दामी पाराले भिडियो बनाउनुपर्छ है त। ट्याक्क 1260 खर्च हुँदो रहेछ है त फर्स्ट सर्भिसिङमा। त्यति साह्रो धेरै खर्च पनि नआउँदो रहेछ। हुन त नयाँ बाइकमा खासै धेरै खर्च पनि आउनु त जे भने नि यहाँनिर एउटा फिल्टर हुँदो रहेछ, यो फिल्टर यहाँभित्रको एउटा फिल्टर फेरिदियो अनि यो मोबिल हालिदियो अनि त्यति हो। ट्याक्क ठिकै छ होइन सर्भिसिङ चाहिँ, ओरिजिनेबलै लाग्यो मैले। त्यही नै हो, अब हामी चाहिँ घर जान्छौँ है त। ल आजको भिडियो कस्तो लाग्यो ट्याक्क कमेन्ट गरिदिनु होला है त।